नमस्कार, म आचार्य ज्योतिष पण्डित बलराम खकुरेल आजको पञ्चाङ्गको बारेमा जानकारी लिएर आएको छु। आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 27 गते आइतबार, नेपाल सम्वत 1146 बछलागा ईस्वी सम्वत 10 मे 2026, चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि बिहान 10:31 रहनेछ। त्यसपछि नवमी तिथि सुरु हुनेछ। आज धनिष्ठा नक्षत्र बेलुका 8:46 रहनेछ भने त्यसपछि शतभिषा नक्षत्र सुरु हुनेछ। आज ब्रह्मा योग, तैतिल करण र आनन्दादि योगमा मातङ्ग योग परेको छ। चन्द्रमा बिहान 8:18 मकर राशिमा रहनेछन् भने त्यसपछि कुम्भ राशिमा प्रवेश गर्नेछन्। आज सूर्योदय बिहान 5:20 भइसकेको छ। सूर्यास्त बेलुका 6:42 हुनेछ। आजको दिनमान 33 घडी 24 फलाको रहेको छ। आज बिहान 8:18 देखि पञ्चक सुरु हुनेछ र यो आज सुरु भएको पञ्चक आगामी वैशाख 31 गतेको राति 8:16 गएर समाप्त हुनेछ। यो पञ्चकलाई सरुण पनि भनिन्छ। अब त्यसपछि हामी आजको राशिफलतिर प्रवेश गर्दैछौँ। मेष राशि। मेष राशि हुनेहरूका लागि आज कार्यक्षेत्रमा राम्रो प्रगति उन्नति हुनेछ। मान सम्मान पनि बढ्नेछ। रोकिएका सरकारी कामकाजहरू पनि तपाईका बन्दै जानेछन्। बुबा वा उच्च अधिकारीको साथ र सहयोगले महत्त्वपूर्ण निर्णयहरू लिन यहाँलाई सहज हुनेछ। नयाँ व्यवसाय सुरु गर्नका लागि पनि आजको दिन निकै उपयुक्त र सकारात्मक देखिन्छ। वृष राशि। भाग्यले आज राम्रो साथ दिनेछ। रोकिएका वैदेशिक कामकाजहरू तपाईका सम्पन्न हुनेछन्। धार्मिक र आध्यात्मिक क्षेत्रमा पनि तपाईको मन जानेछ। लामो दूरीको फलदायी यात्राहरू गर्न पाउनुहुनेछ। उच्च शिक्षा अध्ययनका लागि यहाँहरूले आज राम्रो उपलब्धि प्राप्त गर्नुहुनेछ। आजको दिन शिक्षाको हिसाबले राम्रो रहनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि स्वास्थ्यमा केही सामान्य समस्या भने देखिन सक्छ। त्यसैले आहार विहारमा खानपानमा निकै ध्यान दिनुहोला। सोचेका कामहरूमा केही अवरोध आउन सक्नेछन्। जोखिमपूर्ण लगानीबाट टाढै रहनुहोला। आफ्नो गोपनीयतामा ध्यान दिनु राम्रो हुनेछ। कसैलाई पनि आफ्नो योजना हतारमा नसुनाउनुहोला। कर्कट राशि। कर्कट राशिहरूको आजको दिन दाम्पत्य जीवन निकै सुखद रहनेछ। नयाँ साझेदारी अथवा सम्झौताका कामकाजका लागि पनि आजको दिन निकै अनुकूल छ। विपरीत लिङ्गीको साथी र सहयोगबाट यहाँको विशेष कामहरू बन्नेछन्। सामाजिक प्रतिष्ठाहरू बढ्नेछन्। रमाइलो यात्राको योग पनि रहेको छ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि तपाईँका शत्रुहरू कमजोर हुनेछन्। पुराना रोगहरूबाट पनि यहाँले मुक्ति पाउनुहुनेछ। शरीरमा निकै ऊर्जा र स्फूर्तिको अनुभूति हुनेछ। प्रतिस्पर्धात्मक परीक्षा वा अन्तर्वार्तामा यहाँले सफलता हासिल गर्नुहुनेछ। मावली पक्षबाट राम्रो साथ र सहयोग मिल्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आज बौद्धिक तथा सृजनात्मक कामकाजबाट राम्रो उपलब्धि मिल्नेछ। सन्तानका प्रगतिले मन पनि प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा अझै निकटता र सुमधुरता हुनेछ। नयाँ योजनाहरू बनाउनको लागि समय अनुकूल छ। विद्यार्थीहरूका लागि पनि आजको दिन अध्ययनमा विशेष रुचि बढ्ने देखिन्छ। तुला राशि। तुला राशि हुनेहरूका लागि पारिवारिक विषयलाई लिएर केही चिन्ताहरू बढ्न सक्नेछ। घर जग्गाको कारोबारमा सावधानी अपनाउनु पर्नेछ। आमाको स्वास्थ्यमा केही ध्यान दिनु राम्रो हुनेछ। अनावश्यक मानसिक तनाव लिनुको सट्टा घरमै बसेर परिवारसँग आफ्नो समय बिताउनु उचित हुनेछ। वृश्चिक राशि। तपाईको साहस र पराक्रमको निकै प्रशंसा हुनेछ। दाजुभाइ तथा साथी सहयोगीहरूले राम्रो साथ दिनेछन्। कठिनभन्दा कठिन काम पनि सजिलैसँग सम्पन्न गर्न सक्नुहुनेछ। सञ्चार तथा लेखनको क्षेत्रमा यहाँहरूका आजको व्यक्तित्व निकै राम्रो बन्नेछ। आजको दिन निकै राम्रो छ। छोटो दूरीका लाभदायक यात्राहरू गर्ने अवसर मिल्नेछ। धनु राशि। धनु राशि हुनेहरूका लागि आर्थिक पक्ष निकै सबल बन्नेछ। बोलीको प्रभावले आफ्ना बिग्रिएका सम्बन्धहरूलाई पनि सुधार्न सक्नुहुनेछ। परिवारमा माङ्गलिक कामकाजहरू हुनेछ। ती कामकाजबाट यहाँले राम्रो आध्यात्मिक ऊर्जा प्राप्त गर्नुहुनेछ। पुराना लगानीबाट राम्रा प्रतिफलहरू पनि प्राप्त हुनेछ। मिष्टान्न भोजनको अवसर मिल्नेछ। पारिवारिक जमघटका अवसरहरू पनि प्राप्त हुनेछन्। मकर राशि। आत्मविश्वास र ऊर्जामा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएका कामकाजहरू तपाईका पुरै बन्दै जानेछ। सामाजिक मान सम्मानमा वृद्धि हुनेछ। तपाईको व्यक्तित्वले धेरैलाई आकर्षित गर्नेछ र नयाँ नयाँ अवसरहरू पनि प्राप्त गर्नुहुनेछ। कुम्भ राशि। आज अनावश्यक खर्चहरू बढ्न सक्ने देखिन्छ। त्यसैले आफ्नो खर्च भने नियन्त्रण गर्नुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रका कामकाजहरूमा प्रगति हुनेछन्। आँखा वा निन्द्रासँग सम्बन्धित केही सामान्य स्वास्थ्य समस्या भने देखिन सक्नेछन्। आध्यात्मिक चिन्तन र एकान्तमा बस्दा मानसिक शान्तिको अनुभूति हुनेछ। मीन राशि। आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएका धनहरू फिर्ता हुन सक्नेछन्। साथीभाइको साथ र सहयोगले ठूला महत्त्वाकांक्षी योजनाहरू पनि पूरा हुनेछन्। शेयर बजार तथा व्यावसायिक लगनबाट राम्रो मुनाफा मिल्नेछ। वैदेशिक क्षेत्रमा गर्नुभएका व्यवसायबाट पनि राम्रो लाभ हुनेछ।
तपाईँको आजको राशिफलले जे जस्तो भने पनि तपाईँको आजको दिन सुखद बनोस्, मङ्गलमय बनोस्, यही शुभकामना दिन चाहन्छु। हस्त, नमस्कार।